गुड गाइस आज चाहिँ काम सक्ने दिन आज मुखै नधोइकन सबै काम गर्न थाल्यो यहाँ आएको बाद चाहिँ यहाँनिर रेडी मुखै नधोइकन त्यस्तो काम छ कि आज सबै आज काम पनि लागेको छैन अहिले उता लिएर आउने बाल्दैछ यहाँ आएको एउटा यहाँनिर आलु अब यहाँनिर कौली अनि यहाँनिर अब के हुन्छ त्यहाँनिर अचारहरू बनाएर खाने दिदीहरू यहाँनिर सब हामी हिजो भलिबल खेलेको छ त्यहाँनिर टाँगे टाँगे छ फेरि पेट दुखेर मन लाग्छ के अरे यहाँ ठुलोमै भाडा मात्दै हुनुहुन्छ भाडा मात्दै हुनुहुन्छ यहाँ फुल छ पहिलाकै फुल छ क्या ए भित्रपट्टि रोटी पकाउनु हुन्छ यहाँ रोटी पाक्ने तयारी हेलो दिदी भन्नु हेलो भन्नु न रोटी खानुपर्छ आज घाम पनि लागेन खासै यो पुरै निकाल्नु पर्दा कि पुरै घामै छेक्यो ल रोटी पकाउन सुरु दिदी फुपू दिदी यहाँ दिदी थुम्चे लिएर काइने आउन् होइन भ्लग बना हो भचल बोल बाहिर होला बनाइदिउँ अर्को छ कि रोटी खाल्छु रोटी बनाएन रोटी खान आएको यहाँ भिडियो त्यहाँ राम्रोसँग गर्ने पानी कति हाल्ने अलिअलि पानी के हामी बोल्दैन पानी भयो अब एक हाल्दै कति हाल्छ घाँस झारेर अहिले चाहिँ हामी घाँस झारेर त्यहाँ माथि पुग्यो कामसाम गरेर माथि खाना खानु हिँडेको खाना नि कति माथि आउनुपर्छ उकालो लास्ट उकालो ओ सुक धोएर आइयो फाइनली होइन भ्लग बनाएको यहाँ युट्युबमा हाल्यो कि बाख्राको दिन यस्तो राम्रो पाटो ल यसको म यसको नाम सिगरी यसको नाम यसको पाठो बोका न खाना खाउँछु खाना पाइसक्यो के सरकारी दाल कति खानु हो त
केराको गेडा पकाएको छ नि ऊ बाहुन भर्खर आउँदैन हो बाहुन त ल ए कहिले सकिनु पूजा भर्खर आइरहन् यस्ता बुढा भएर नि उकालो ओह्रालो गर्छन् है आम्मा म त त्यहाँ पुग्दा नि मर्छु यहाँ उकालो पुग्दैन त्यत्रा धोक्रा जस्तो चामलका धोक्रा जस्तो सामान लिएर हिँड्छ त्यस्तो उकालो ओ दिदी तपाईँ त बाहुन जतिको नि हुनुहुन्न त्यो बाहुन बरु कस्तो उकालो ओह्रालो गर्छ उसको भ्लग हेर न उम्, के हाल्ने अनुहार देखेछ त के भन्नु ओ मुन्टी रे थु। यो चाहिँ सानो केरा हो यो सेतो फुल फुल्छ यो सेतो फुल फुल्छ यो अर्को यो पिङ्क पिङ्क खालको फुल्छ यस्तै सानो केरा हुन्छ यो पनि गुलियो हुन्छ हौ तपाईँकोतिर के भन्छ इच्छा हुन्छ कि यसको यो भन्छ कि यो इच्छा हुन्छ नि त यसको मालै इत्रा हुन्छ नि माल अर्को ठुलो माल हुन्छ मोटा माल सिबे मोटा खान्छस् कि ठुला खान्छस् कि सानो खान्छस् यसका ठुला माल अन्त ठुलै माल खाने गेडा हामी खाना खाएर भेट्छौँ ल अहिले चाहिँ हामी भान्जी बिरामी भएर यहाँ मेडिकल लिएर जाँदैछौँ यस्तो बगल भ्यू देखिन्छ कि यहाँबाट माथि चाहिँ त्यस्तो छैन अहिले छ न त छ अहिले माथिबाट दियो भने चाहिँ गाउँ रोप्ने बेला भइसक्यो काम गर्दैछन् त्यो भन्नु पनि लाग्छ त्यही भने चाहिँ बाख्रा खानलाई दिदीहरू नमस्ते दिदी मेडिकल हिँडेको मेरो टी सर्ट पनि हरियो यताको बारी पनि सबै हरियो त्यस्तो नि हुन्छ बारी नि आयो पनि आयो भनेर भन्छ कस्तो चिसो भयो अहिले नि हिँड्छन् यहाँ चाहिँ यस्तो बनाएको छ ढुङ्गा फोडेर अहिले पनि तल खेतबारी गएर भिडियो बनाउँछु हामी चाहिँ मेडिकल गएर भान्जीलाई जसाएर औषधि लिएर आएर हामी कति किलोसम्म जोखेर प्रेसरहरू नापेर आएको मेरो 120.90 रहेछ अनि कति 57 केजी रहेछु म जम्मा पहिला 55 थियो अहिले 3 किलो 2 किलो बढेछु मैले यता आउँछ भने कस्तो बबल दिन्छ फोटो कालो आउँछ हौ यता फर्के मात्र सिधा आउनु कस्तो लुनु लु यताबाट घाम यता आएपछि राम्रो आउँदैन त नि म पछाडिबाट बनाइदिउँ न भिडियो अहिले कुटुली खानु भएको छ यहाँको कुटुली यस्तोमा कुटुली हुन्छ नि ल अहिले म भिडियो बनाएर बोल्छु र उसको भिडियो बनाउने दे हामी चाहिँ अहिले हाम्रो बारीमा आइपुग्यौँ हामी अघि आएको बाटो यस्तो थियो कि यस्तो हरियाली अझ यहाँ तल नि छ पुरै यहाँबाट तलसम्म परसम्म छ कि पुरै सुत्तै सरी हरियो खाले यस्तो बबल छ कि पहिला यो पनि हाम्रो थियो अरे हाम्रो बाले रक्सीमा बेच्दै खाएर रक्सी खाएर पैसा दिन नसकेर बेच्दै खाएर के भन्ने हाम्रा बाले हाम्रा जिजुबा कि हजुरबा बेच्दै खाएर अनि के भन्ने
अनपढ त यति राम्रो बारी छोडिदिएको अरे कसै हाँसियो यो हाम्रो बारीहरू यहाँ यता पिरो बाउ यो पनि हो लसुन हरियाली जाम 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 यहाँनिर सिँचाइ गर्ने ट्याङ्की छ सबैको लागि सिँचाइ गर्ने पोखरी त हो गाउँमा विकास भएको छ अलिअलि हामी काठमाडौँ गएदेखि हामी काठमाडौँ हुँदाखेरि नजाँदाखेरि कस्तो खतम थियो पुरै सुन्तला बारी बनाइरहेको छु यहाँ के बनाउनु हुन्छ तपाईँ चिए सबिने तपाईँलाई एउटा हाम्रो गाउँको त्यहाँ माथि पनि छ तर यहाँ चाहिँ यस्तो बवाल साग पाउने ठाउँ देखाउँछु ल तपाईँहरूलाई साग भनेर त थाहा होला नि होइन रायोको साग यस्तो लागि यस्तो बवाल ठाउँ देखाउँछु छिटो चाहिँ मालिक छिटो अझ यहाँ त अझ कम भयो कि यहाँ अझ कम भयो कि यहाँ यो हो कि साग यहाँ पहिला अझ कस्तो फल्थ्यो यहाँ साग अझ अलिक कम भएको छ अब यहाँ पनि पिच भइसक्यो कि बाटो घर घरमा यस्तरी ढलन गएको छ हाम्रोतिर तर हाम्रो घरमा गएको छैन यो चाहिँ मेन गल्लीमा भएको यतादेखि देखाइरहेको छु नि ए ल यो देखायो नि त अघिदेखि देखाइरहेको छु ल यस्तो यस्तो घर घरमा हामी पनि घरमा बसेर यस्तो छ भने यो घरको चाहिँ वडा अध्यक्ष भएर होला यहाँ पुरै तल जानेसम्म भनेको थियो है हाम्रो घर भने तलसम्म लगेन यही पवन फुइँलाई के हो यस्तो नि हुन्छ यहाँ ठुलोमै गोबर सोच्दै हुनुहुन्छ यहाँ दिदीहरू घाम ताप्दै ए आन्टी लुगा धुँदै पछि घर गएर भेटौँ कति अहिले हामी चाहिँ रुममा आएर घरमा आएर माथिसम्म घरमा तलामासम्म सुतिरहेको छौँ यो गेम खेलिरहेको यहाँ तलपट्टि काम गर्दैछ यहाँ थाकेर मर्नु लागिसक्यो यो भिडियो बनायो पछि पोस्ट हाल्नै पाएन यो स्टोरेज फुल भएछ अनि भिडियो जति छ अपग्रेड भएछ मेरी माया दुईचोटि बाटेकी मलाई सम्झी धुरु धुरु रोएकी गीत अनि अब खाजासाजा खानुपर्छ बाहुनले पढिसकेपछि अनि बेलुकातिर रमाइलो गरेर भिडियो हाल्छु म यस्तो बबल गर्नुपर्छ बेलुका चाहिँ माथिबाट स्पिकर लिएर पनि ठुलो मम्मीको चट्टासँगले अनि शिव माथि स्पिकर लिएर आउने अन्त बेलुका दामी रमाइलो गर्नुपर्छ अब खासै कोही पनि छैन रमाइलो गर्नु नि बेलुका रमाइलो गर्नु बेला अहिले चाहिँ हामी कामसाम सबै सकेर खानासाना खाजासाजा सबै खाएर मासु लिन गइरहेछौँ हाम्रो त्यहाँ चाहिँ पहिला यहाँ अलिक मासु पाउँदैन थियो माथि पोखरी जानु पर्थ्यो यो ठाडै उकालो चढेर अहिले यिनीहरू पाल्यो नि सजिलो भएछ यत्रो उकालो चढेर झन्डै मरिने ओरे पिया खै अघि भिडियो बनाऊँ भने खासै माहौलै भएन त व्यस्तको व्यस्त है व्यस्तको व्यस्त भयो खासै भिडियो बनाउने माहौल पनि भएन अनि अहिले भिडियो भएर बनाइरहेको छु यत्तिकै घर बनाएर छोडेर काठमाडौँ सबै घर बनायो काठमाडौँ गयो अब वर्षमा आयो दसैँमा यहाँ बस्ती बिहे थियो यहाँनिर यहाँ दिदीको
इन्भाइट आएको थियो तर भ्याएन आउन लास्ट गल्यो यार यो त तेरो तपाईँकोतिर के भन्छ यसलाई अब त्यो सिस्नु छैन अगाडि नमस्ते आन्टी अनि कहिले बस्नु भयो भने हजुर हामी चाहिँ यहाँ आइसक्यौँ मासुलेन ठाउँ यो चाहिँ हाम्रो गाउँको सबभन्दा लास्ट घर हो यो यहाँ माथि पनि छ तर गाउँ चाहिँ तर हाम्रो गाउँ चाहिँ लास्ट ए महादेव पनि हेर कुन मन्दिर हो यस्तो छ नमस्ते दाइ हामी चाहिँ अहिले कुखुरो सुक्रो लिएर अहिले कुखुरो यहाँनिर छ खोइ यहाँ कुखुरो यहाँ हिसाबहरू मिलाउँछ न ओइ भाइ ओइ ओइ वर्स यता हेर ह्यान्डसम घाँस हाल्न आएको छ यो हामीले घाँस ल्याएको थियो त मुला ठुलो बेला दिएर पठाइदिएन ओ ठुलो यो लिएर जाँदै गर्नु ल हामी आउँछ एकछिन यति कि तँ उहीँ लिएर राख्नु न हामी नि आउँछौँ नि त्यतै हामी त्यति आउने हो कि यहाँ कटलाई काम छ यसो ल सिधै त राख्दै घाँस हालिदिँदै गर्दा त्यही राखेर बस्नु ओली कर्स यो मेरो भाइ हो कतिखेर स्कुलबाट बोल्न ए लजाको यो लजाको यो मरला म चाहिँ तिमीबाट सरी मर्नु छ र भाइ त के रे मर्नु छ र तेरो अहिले बेस ल्याएको थियो बेस लाइनस् के हो बेस के हो बेस ल्याएको थियो त बेस के मलाई सानोहरू एउटा लाएको थियो हल्का यस्तो दागेको छ किनेको खतम भयो यसलाई ल्याइदिएको दिदीले चाहिँ कट्छु त मादर चोट अहिले मलाई इग्नोर गर्ने ल यसका यसरी छल्या कस्तो चुजो हाल्यो अलिक राम्रो खालको खुकुरी बनाउनु नि मेरो भाइले नि केटी खोज्यो अरे एकजना बिचरा ह्यान्डसम छ नि हो ओ कसैले मन नपाएर बिचरा गाउँमा बुङ्गो भएर बसेको अहिले देखाउँछु अहिले बुङ्गा के अरे दाइसँग बोल्ने तरिका यही हो हानु हात के देखिस् न दाइसँग बोल्ने तरिका तेरो त्यही हो दाइ भन् भन भाइ त मैले के अरे हेपे मलाई हेपेको ट्र्याक्टर आयो ट्र्याक्टर यत्रो भारी बोकेर हिँड्छ यार म सक्दिनँ यस्ता भाइहरूले त मलाई हेप्छन् अनि के गर्ने हो यहाँ भिडियोमा भएर यस्तो भने यसलाई मैले फेरि देखाउन पारिहाल्छु नि यसलाई अन्त कर्स त मैले हेपेको मलाई त अहिले तेरा फेरि मैले काटिदिन्छु नि काट्छु नि भाइ तेरो मैले त फेरि विचार गर बुझिस्
रुख अलि न्युरे ठुली मम्मी आइसक्नु भयो त ठुली मम्मी आएर नि कुखुरा हेरिसक्नु भइसक्नु भयो सिबे गयो डाइरेक्ट ठुलो घाँस लगाइदिएको रहेछ त्यसले आफ्नो के त्यो लोकल भाले होइन यस्तो हुन्छ कि लोकल भाले ए यो गिरिराज भाले भाग्यो त ठुङ्ला सोधि भाग ठुङ्गालाई बस्यो हिजो टिका थियो लाली गुराँस ए तपाईँहरूको युट्युबमा लोकल सिबे कहाँ गयो सिबे हेर न यो भाले फेरि ओइ कहाँ के गर्न गएको त यसो घाँटेको भुत्ला चाहिँ के भयो ल पछि भेटौँ भयो हामीसँग अहिले चिकन तन्दुरी बनाइरहेको छ यो यसलाई टाउको समातेर बस्यो मैले काटेको पुरै रगतेर यहाँनिर भत्ता भुतुल यहाँ चट्ट रेडी भएछ अब यसलाई चिकन तन्दुरी बनाएर खानुपर्छ हाँसेको हेर नि यो यसको नाम भोटे यसको नाम सुरी यसको नाम सिबी मम्मी ल भन्नु कुखुरा पोल्नलाई कतिजना चाहियो तिमीहरूलाई आमा 6 किलो कुखुरा पोल्न 6 जना 4 जना तन्दुरी बनाउन लागेको यो आगो पनि कुखुरा तन्दुरी ल ल ल ए नमान यसको अनमा जस्तै छ हेर ल अहिले अब चट्ट काटेको गर्ने अहिले चाहिँ हामी ल भलिबलहरू खेलेर यो भाइ भने आहा यस्तो पुरै यस्तो छ है के भएको यस्तो पुरै धुसु लाग्छ कि पुरै लाग्छ गेमहरू खेलेर आयो अब भिडियो पनि यतै इन्डिङ गर्नुपर्छ होला कि अहिले नाचगान गरेको पनि हाल्छु खिच्छु यसलाई नजानुपर्छ यो सुनिता डङ्गोलपट्टा आयो कि यसले सरी यसले सुनिता डङ्गोलपट्टा यसले नि कोपट्टा आफूले नि नाम भन्नु किन भन्ने हामी नभन्ने यहाँ डाँडाबाट यस्तो भ्यू देखिन्छ कि त्यहाँ आवा लाग्छ घरले त्यहाँनिर पनि पुरै यस्तो पानी परे जस्तो माहौल तर रियलबाट हेऱ्यो भने त बबाल देखिन्छ कि गेम खेल्नु थाल्यो ओइ के खेल्दा गेम खेल्दा नि थाहा भयो यार गाउँमा आएर 4-5 त्यो पारेको थियो रामे सापी यहाँबाट उता पल्लो डिलबाट उतापट्टि पुरै रामे साप यतापट्टि पछि भेटौँ अहिले नाच्न सुरु गरेको बाबु त निकाल्छ त औषधि खुवाइदिनु भएन खुवाइदिइसकेको अब फेरि भात खुवाएर खुवाइदिनु भने नाच्न जानु न हेरेर अब त्यो लाउन हेरेर काइयो त खोइ कहाँ कायो छैन थाहा छैन त छैन के रहेछ त
अहिले चाहिँ सबै काम सकेर अब थाकेर लास्ट थाक्यो बाहिरतिर रमाइलो गरेर म चाहिँ अब आजको भ्लग यहीँनिर इन्डिङ गर्छु लाइक सब्सक्राइब गरिदिनु होला यो नक्कली भान्दाखेरि किन हेरी आजको भ्लग चाहिँ इन्डिङ गर्छु लाइक सब्सक्राइब गरिदिनु होला बाई गरिदियो